नमस्कार दर्शकवृन्द, अहिले पनि तपाईँहरूलाई यो रम्फूबाट लाइभ रिपोर्टिङ देखाइरहेको छ है। अनि अहिले हाम्रो बिचमा हुनुहुन्छ सञ्जित खरेल सर। सर्वप्रथम तपाईँलाई स्वागत छ। अनि जुन चाहिँ यो सिक्किम आइडलको भोलि ग्रान्ड फिनाले भइरहेछ है, तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ? सर्वप्रथम त म सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान पीएस गोलेजीलाई अनि सम्पूर्ण अर्गनाइजिङ टिमलाई धन्यवाद दिन चाहन्छु, किनभने जुन मञ्च यहाँ तयार पारिएको छ यो सायदै सिक्किममा पहिलोचोटि हो यस्तो मञ्च तयार पारिएको छ र जुन प्रकारको नानीहरूलाई जुन अवसर दिएको छ, यो अवसरले गर्दाखेरि उहाँ भोलि यहाँ सिक्किममा मात्रै बाहिर गएर पनि पर्फर्म गर्ने त्यतिको सक्षम चाहिँ हाम्रो सम्माननीय मुख्यमन्त्री लागि हामी बहुत खुसी छौँ। कार्यक्रम सिक्किममा हुन गइरहेको छ र हाम्रो सरकार चाहिँ सबै जग्गा नि सबैतिर जस्तै कल्चर भयो, स्पोर्ट्स भयो है, पढ्ने भाइ बहिनीहरूलाई सबैतिर नि बराबर प्रकारले अहिले सम्मान गरिरहेको हामीले महसुस गरेको छौँ। जुन चाहिँ अब सिक्किम आइडल अहिले तपाईँको यो एकदम ऐतिहासिक है, रियालिटी सो एकदमै राम्रो भइरहेको छ है। अनि आउँदो दिनमा सिक्किमलाई अब एउटा टुरिज्म हब अलरेडी छ है। अब भोलिको दिनमा चाहिँ यो म्युजिकको क्षेत्रमा म्युजिकको हब हुन्छ भन्ने तपाईँले के लाग्छ यसमा? अब सर्वप्रथम म्युजिकको हब पक्का नै हुन्छ, निश्चित छ, किनभने तपाईँले अहिले अब म्युजिकको पनि भन्न चाहन्छु, स्पोर्ट्समा पनि आज हेर्नुहोस् त क्रिकेटमा पनि हाम्रो सिक्किम टिमले जितेर आइरहेको हामीले महसुस गरिरहेको छौँ। त्यस्तै प्रकारले अवश्य टुरिज्म सेक्टरमा पनि यसले धेरै हेल्प गर्छ र अनि अवश्य टुरिज्म के अरे म्युजिक हब हुन्छ भन्ने हामीले आशा राखेको छौँ, किनभने जुन प्रकारको यहाँ तपाईँको जनमानिसको जुन इच्छा आकाङ्क्षा हामीले देखेको छौँ म्युजिकपट्टि पनि है अनि कल्चरपट्टि पनि, त्यो हिसाबले गर्दाखेरि अनि सरकार पुरा पछाडि साथमा छ। त्यसले गर्दाखेरि अवश्य नै भाइ बहिनीको सपनालाई जुन साकार बनाउनुको लागि चाहिँ अवश्य नै यो म्युजिक हब पनि हुन्छ र बनाउनु नै पर्छ सिक्किममा, किनभने दे आर भेरी ट्यालेन्टेड यङ बोइज एन्ड गर्ल्स है इन सिक्किम रिगार्डिङ दिस सिक्किम आइडल अल्सो। त्यसले गर्दाखेरि हामी चाहन्छौँ एउटा राम्रो सिर्जना वातावरण जुन यहाँ समावेशी भइरहेको छ यो हामी चाहन्छौँ फ्युचरमा पनि योभन्दा राम्रो होस् भन्ने हामी चाहन्छौँ। अनि जुन चाहिँ अहिले तपाईँको है यो अब अहिले सोसियल मिडियाको जमाना छ, सबैजना सोसियल मिडियामा एक्टिभ छ है। अनि भाइ बहिनीहरू पनि यो स्टेज पाएर कतिले एटेन्सन पाइरहेको छ होइन, तपाईँले फेम पाइरहेको छ। अनि भोलिको दिनमा उहाँहरूले यदि फेमहरू पाएन भने या त केही पाएन भने उहाँहरू डिप्रेस पनि हुने, कतिजना डिप्रेस हुन्छ। उहाँहरूको लागि चाहिँ तपाईँ एज अब तपाईँ विधायक हुनुहुन्छ है, तपाईँ के भन्न चाहनुहुन्छ? सर्वप्रथम त म एउटा इक्जाम्पल दिन चाहन्छु जेसन डोल्मा लामाको है, जुन सरकारबाट जुन उहाँले सहयोग पाउनु भएर जुन पर्फर्म गर्नुभयो है, आज उहाँ हेर्नुहोस् त आज उहाँलाई प्रोग्राममा लाँदाखेरि उहाँले अर्न पनि त गर्नु हुँदैछ अनि उहाँको नेम एन्ड फ्रेम पनि छ। त्यस्तै प्रकारले भोलिको दिनमा यही सिक्किम आइडलबाट अर्को नानीहरू पनि निक्लिन्छ जसले जेसन डोल्मा लामा जस्तो भएर निक्लिने सम्भावना हामीले देखेको छौँ। त्यसैले गर्दाखेरि हामीले सबै ठाउँमा जस्तै स्पोर्ट्सको जगतमा पनि यो कल्चरको उसमा पनि हामी जम्मैतिर नि बराबर हामीले यो सब पुर्याउँदै आउनुपर्छ। त्यस प्रकारले सम्माननीय मुख्यमन्त्री महोदयलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने जुनै कार्यक्रमलाई पनि उहाँले पुरा सपोर्ट गर्नुहुन्छ है। अनि उहाँको पुरा सपोर्टले गर्दाखेरि आज जहाँ पनि सिक्किममा कार्यक्रम भइरहेको छ, आज हेर्नुहोस् त 15 तारिक तपाईँले मैले नाम भन्दिनँ को आउँदैछ है, तर आज सिक्किममा यस्तो यस्तो कार्यक्रम गर्दा जुन जनमानिसलाई जुन भाइ बहिनीले स्टेज दिँदा पनि के अरे गाली गर्नेको कमी पनि छैन। तर यस्तो कुरा हामी माइने राख्दैनौँ, हाम्रो सिक्किमको भविष्य बनाउनु छ। अनि यसै कल्चर क्षेत्रबाट जुन जस्तो प्रकारले जेसन डोल्मा लामाले आज नाम कमाउनु भएको छ, भोलि अवश्य यही जुन आज रम्फूमा भोलि हुन गइरहेछ यहाँबाट हेर्दै जानुहोस्, कतिजना भाइ बहिनीहरूको प्रगति भएर जान्छ, हेर्दै जानुहोस्। अनि जुन चाहिँ अब भोलि एकदमै ज्यादा तपाईँहरूको यहाँनिर अडियन्स आउने पनि यहाँ आसमान लगाइरहेछ होइन सबैजनाले। अब तपाईँ के भन्नुहुन्छ, तपाईँ पब्लिकहरूलाई चाहिँ के अपिल गर्नुहुन्छ भोलिको लागि? पूर्ण पब्लिकलाई म यहाँ रम्फूमा आइदिने अनि सिक्किम आइडल हेरिदिने म विनम्र अनुरोध गर्न चाहन्छु। र भिड अहिले नै छ, तपाईँको धेरै नै भिड छ, यहाँ जति मात्र त्यति बजारमा घुमिरहेको छ यहाँ आएको मान्छेहरू। त्यसले गर्दाखेरि भोलि अवश्य नै धेरै मानिसहरूको यहाँ चाहिँ भेला हुनेछ र सिक्किमका सम्माननीय मुख्यमन्त्री महोदय जो डाइनामिक लिडर हुनुहुन्छ सिक्किमको, उहाँ नै हुनुहुन्छ भोलिको मुख्य अतिथि। त्यसले गर्दाखेरि अवश्य भोलि भिड हुन्छ। अनि यो भिड
जुन नानीहरूले पर्फर्म गर्छ उहाँहरूको साइनेसलाई पनि दूर गर्छ अनि उहाँको कन्फिडेन्स लेभल पनि बढ्छ अनि उहाँको भविष्य पनि बन्छ। थ्याङ्क यू। हुन्छ सर, तपाईँलाई धेरै धेरै धन्यवाद सर।